3-4 महिना भारतका विभिन्न शहरमा पुगेर मजदुरी गर्ने र खेती किसानी गर्दा घर पुग्नुपर्ने बाध्यता बझाङ जिल्लाका अधिकांश किसानहरूको छ। 2-3 महिना विभिन्न मजदुरीको काम गरेर आमदानी गरेको पैसाले घरमा आएर घरमा भएका छोराछोरी, आमा बुवा र श्रीमतीलाई एक सरो नयाँ लुगा भए पनि लिएर घर फर्किन्छन्। वर्षौंदेखि यस्तै गर्दै आएका थिए बुङ्गल नगरपालिका वडा नम्बर 8 का 46 वर्षीय सुका आइडी। माघ महिनामा भारतको पिथौरागढमा पुगेर मजदुरी गरी नयाँ वर्ष मनाउनका लागि चैतको अन्तिम सातातिर घर फर्किएका थिए सुका। 3 महिना कमाएको रकमले नयाँ वर्षका लागि भन्दै आफ्ना छोराछोरी र श्रीमतीका लागि एक जोर नयाँ कपडा ल्याएर घर फर्किएका थिए उनी। सानै उमेरमा बुवा र आमा गुमाएका ऐडी सहयोगी भावनाका थिए। वैशाख महिनामा घरमा मकै छर्नका लागि चटारो थियो। सुका ऐडी पनि आफ्नो खेतबारीको केही काम सकाएर आधा काम मात्रै बाँकी थियो। उनका छिमेकी करे ऐडी शारीरिक रूपमा निकै कमजोर छन्। उनले औषधि गरिराखेका छन्। करे आफ्नो खेतबारीको काम समेत गर्न सक्दैन। वैशाख 30 गते करे ऐडीले आफ्नो छिमेकी सुका ऐडीलाई आफ्नो खेतबारीमा काम गर्न सहयोगका लागि अनुरोध गरे। आफ्नो खेतबारीको कामलाई थाती राख्दै सुका ऐडी करे ऐडीको खेतबारी भएको स्थान सिङ्के धारमा आफ्ना हलगोरु समेत लिएर एका बिहानै काम गर्न पुगे। खेतबारीमा मकै छर्केर हलगोरु जोत्न सुरु गरे। ससाना खेत रहेको उक्त खेतबारीमा एक हल गोरु पनि मुस्किलले हटाउँथ्यो। वर्षौं पहिलेदेखि गोरु नै जोतेर विभिन्न अन्नबाली लगाउँदै आएका करेको परिवार पनि सँगै थियो। बिहानको 9 बजेको थियो। कोही आफ्ना छोराछोरीहरूलाई विद्यालय पठाउँदै थिए, कोही खाना खाँदै त कोही खाना पकाउँदै। बिहानको अन्य समेत नखाई खेतबारीमा पुगेका सुका ऐडीको हल गोरु फर्काउने क्रममा अकस्मात हल गोरु सहित आफू र हलो जो सबै खेतबारीबाट लडे। छिमेकीले हल गोरु सहित हली पनि खस्यो भन्ने हल्ला सुनेपछि सुका ऐडीको श्रीमती भान्साबाट हतारमा बाहिर निस्किन्। गाउँमा भएका सबै जना घटनास्थलमा पुगे। खेतको भिरबाट करिब 120 मिटर तल खसेका थिए सुका। एउटा गोरु घटनास्थलमा नै मरेको थियो। एउटा गोरुको सास मात्रै बाँकी थियो। हल गोरु जोत्ने हली सुका ऐडी समेत अचेत अवस्थामा थिए। सुका ऐडीको शरीरभरि रगत थियो। हतारमा गाउँलेहरूले बुङ्गल नगरपालिकाको एम्बुलेन्सलाई खबर गरे। सुकाका छिमेकीहरूले ऐडीलाई एम्बुलेन्समा राखेर उनलाई डडेलधुरा उपचारका लागि लगे। अचेत अवस्थामा रहेका ऐडीको विजयपुर नपुग्दै निधन भयो। यता भिरबाट लडेको अर्को गोरु पनि मर्यो। खेती किसानी गर्दै आएका सुका ऐडीको निधनपछि उनको परिवारको बिचल्ली भएको छ। 5 छोरी 1 छोराको लालन पालनको सम्पूर्ण जिम्मेवारी उनको श्रीमतीको काँधमा आएको छ। 2 छोरीको विवाह भएर पराई घर गएका भए पनि 3 छोरी र 1 छोरा भने उनीसँगै छन्। उनकी छोरी 16 वर्षीय सचिना कक्षा 8 मा अध्ययनरत छन् भने 10 वर्षीय शर्मिला 3 कक्षामा, 7 वर्षीय सुशीला 1 कक्षामा र 13 वर्षीय प्रेम ऐडी कक्षा 5 मा अध्ययनरत छन्। उनीहरूको लालन पालन सबै कुरा पूरा गर्ने जिम्मेवारी स्वर्गीय सुका ऐडीकी श्रीमती 43 वर्षीय बेलुल ऐडीको काँधमा आएको छ। भर्खरै भारतमा मजदुरी गरेर घर फर्किएका श्रीमानको खेतबारीमा काम गर्ने क्रममा निधन भएपछि उनकी श्रीमती विक्षिप्त अवस्थामा छिन्। उनको यो अवस्थालाई मध्यनजर गर्दै कृषि ज्ञान केन्द्र बझाङका कार्यालय प्रमुख खेमराज पनेरुको अनुरोध र नेपाल कृषि प्राविधिक एसोसिएसनको संयुक्त पहलमा पीडित कृषक परिवारलाई नगद 73,700 रुपियाँ आर्थिक सहयोग गरेको छ। बुङ्गल नगरपालिकाका मेयर जयबहादुर धामीको हातबाट उक्त रकम सहयोग गरेको पनेरु बताउँछन्। काम गर्दै जाँदा हलगोरु सहित किसानको निधन भएको खबर निकै दुःखदायी भएको बताउँदै उनले पीडित परिवारलाई सामान्य सहयोग मात्रै गर्न खोजेको बताए। पीडितको घरमा नै पुगेर बुङ्गल नगरपालिकाका मेयर जयबहादुर धामी, कृषि ज्ञान केन्द्र बझाङका कार्यालय प्रमुख खेमराज पनेरुले नगद सहित पीडित परिवारलाई सान्त्वना दिएको हो। एउटा गरिब किसान, जुन किसान भन्ने कुरा हामी किसान हाम्रो साथी हो। किसानलाई बचाउनु पर्छ, किसानलाई सहयोग गर्नुपर्छ भावनाबाट प्रेरित भएर हामी चाहिँ अगाडि बढेका हुन्छौँ। कहिल्यै पनि किसानको उन्नति होस् भन्ने हिसाबले अगाडि बढेका हुन्छौँ। र यस्तो मान्छे किसान त सबै किसान हुन्। डेथ त मान्छेको मृत्युवरण त भइराखेको हुन्छ, विभिन्न कारणले भइराखेको हुन्छ, त्यो छुट्टै कुरा हो। तर यो मृत्यु, यो घटना चाहिँ एउटा अलग्गै खालको
प्रवृत्तिको कारणले एउटा बर्खाको समयमा अहिले हामी मकै बुनोस् धेरै बिक्री हुन्छ, किसान दाजुभाइहरू बर्खामा जति पनि सिँचाइ गर्नु पर्दैन लाउनु पर्छ भन्ने भावना हामीले लिएर किसानलाई जागृत गर्ने बेलामा एउटा किसान मकै बुन्ने बेलामा एउटा हलगोरुसहित उहाँको डेथ हुनुभएको छ। सर्वप्रथम त उहाँको म स्वर्गमा बास होस् हार्दिक श्रद्धाञ्जली यो कृषि ज्ञान केन्द्रको परिवारको तर्फबाट र नेपाल कृषि प्राविधिक एसोसिएसन माटाको तर्फबाट पनि उहाँलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। उहाँको स्वर्गमा बास होस्, उहाँको आत्माले चाहिँ शान्ति पाओस् भन्न चाहन्छु। साथै उहाँको घर परिवारमा पनि धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरून् र उहाँको सदैव सहारा भगवान सहारा बनुन् भन्ने पनि म चाहिँ उहाँप्रति भन्न चाहन्छु। यो अत्यन्तै दुःखदायक घटना र हामीले सबै साथीहरूले सल्लाह गऱ्यौँ र मैले त्यो प्रस्ताव त्यसको अगुवाई मैले कृषि ज्ञान केन्द्र बझाङको कार्यालय प्रमुख नेपाल कृषि प्राविधिक एसोसिएसनको केन्द्रीय सदस्य भएको कारणले यसमा चाहिँ हामीले अब जति सकिन्छ सहयोग गर्नुपर्छ। उक्त परिवारलाई दुःख पर्दा नगरपालिका जहिले पनि साथमा रहने प्रतिबद्धता समेत नगरपालिकाले पीडित परिवारलाई नगद 40,000 रुपियाँ उपलब्ध गराएको बुङ्गल नगरपालिकाका मेयर जयबहादुर धामीले बताए। उनले भने यी भविष्यका कर्णधार ससाना बालबालिकाहरूको पढाइ खर्चदेखि परिवारमा त्यस्तो कुनै समस्या आएको खण्डमा आफ्नो कोही छैन भनेर निराश नहुन अनुरोध गरे। यसका लागि सिङ्गो बुङ्गल नगरपालिका पीडित परिवारको साथमा रहेको बताए। साथै उनले कृषि ज्ञान केन्द्रले दुःखको यस घडीमा गरेको यो सहयोग निकै प्रशंसनीय रहेको बताए। मौका पनि पायौँ, उहाँलाई पहिलो नम्बरमा त धन्यवाद दिन चाहन्छु। र त्यसपछि चाहिँ उहाँ सुको अहिले जो कृषक हुनुहुन्छ उहाँ आफै पीडित मान्छे हुनुहुन्थ्यो, गरिब मान्छे हुनुहुन्थ्यो। उहाँले चाहिँ अर्काको सहयोग गर्ने भावनाले सहयोग गर्न जानुभयो। उहाँको मृत्यु त्यसरी चाहिँ अब खेत जोत्ने बेलामा भयो र त्यो सुन्दा हामी एकदम भावविह्वल भयौँ, सबै दुखी भयौँ। र अब हामीले त्यो फेसबुकमा अथवा उसमा हार्दिक श्रद्धाञ्जली अथवा शोक सभा त त्यो लेखेर केही हुने कुरो त भएन, तैपनि हामीले त्यस लेखेर पठायौँ नगरपालिकाबाट। हामीले मनमा त लागेको तर यहाँ तुरुन्त आउने मौका पाएनौँ। र अब मैले चाहिँ यो तपाईँहरूलाई चाहिँ यो 1,000 2,000 हातमा दिएर केही पनि हुँदैन, मेरो तर्फबाट भन्नु। तपाईँहरूले 1,000 2,000 जसरी पनि उठाउनु भयो यो ठुलो राहत हो, तर मैले यसमा 2,000 थपेर केही हुनेवाला छैन भन्ने मैले माने। र मैले चाहिँ उहाँलाई चाहिँ क्रिया खर्च भनेर चाहिँ कति सकिन्छ 20-30,000 50,000 कति सकिन्छ म नगरपालिकाबाट तत्काल 2-3 दिनभित्रमा गरिदिन्छु। र त्यसपछि चाहिँ म आज विशेष गरी त भनौँ न सरसँग अनि तपाईँहरूसँग आएको कारण के त भन्दाखेरि यहाँ समक्ष बच्चाहरू अध्यक्षजीसँग बारम्बार म सम्पर्कमा छु। अहिले भर्खरै पनि अध्यक्षजीसँग सम्पर्क भएको छ। बच्चाहरू 5वटा नानीहरू हुन्, एउटा बाबु हो, 6वटा हुन् भन्ने भयो। 2टाले बिहे गरिसकेका रहेछ, अझ फेरि 3टा नानी एउटा बाबु, 4वटा उहाँको जिम्मामा छन्। र तिनलाई चाहिँ पालन पोषण गर्न अब यो ठाउँमा चाहिँ एकदम समस्या छ र हामीले के सहयोग गर्नुपर्छ। यहीँ तपाईँहरूलाई चाहिँ कहिलेकाहीँ दाल चामल दिएर सहयोग हुने हो कि होइन, अथवा केही अरू खाद्यान्नहरू दिएर लुगा कपडा दिएर सहयोग हुने हो कि, स्कुल पढाउनका लागि हामीले सहयोग गर्नुपर्ने हो कि, अथवा त्यतिकै भन्दा पनि हामीलाई चाहिँ यो अनाथालय छ झापामा हाम्रो यहाँ, अनि त्यो अनाथालयमा पढाइदिनु पर्यो भने नि हामी तयार छौँ। नगरपालिकाबाट हामी लगानी गरेका छौँ त्यहाँ त्यो अनाथालयमा। त्यहीँनिर चाहिँ हाम्रो विद्यालय छ, के अरे कन्यामावि। धेरै बच्चाहरू 14-15जना बच्चाहरू अहिले छन्। ती बच्चाहरू चाहिँ त्यहाँ पढिराखेका छन्। अब यहाँ तपाईँलाई चाहिँ पाल्न अथवा उनीहरूलाई हुर्काउन धेरै समस्या हुन्छ भने लुगा कपडा खान बस्न सबै पाइन्छ, राम्रो वातावरण छ र त्यहाँ पनि हामीले चाहिँ सहयोग गर्न सक्छौँ तपाईँलाई। त्यसरी चाहिँ एउटा सामान्य परिवारको मान्छे होइन, उसले दुःख गरेर दिनदिनै कमाएर खाने मान्छे, त्यसरी चाहिँ घरको मुली मान्छे नै चाहिँ त्यसरी काम गर्ने क्रममा बितेपछि हामीले त्यस्तो खालको परिवारलाई चाहिँ त्यस्ता खालका बालबच्चालाई चाहिँ बाउ मरे पनि अरू कुरामा चाहिँ दुःख नपाउन् होइन। अब बुवा आमाको माया नपाएला तर अरू कुरामा खान लाउन पढ्ने कुरामा चाहिँ अभाव नहोस् भन्ने कुराले नगर सरकार छ। नगर